आको हजुर भन्नुहोस्। हेलो गाई गोरुहरू, हामी चाहिँ ड्युटीबाट आएको है। सायद मैले गाई गोरु भन्दा रिसाउँछ होला। रिसाउँदैन, यहाँ गाडीहरूलाई भनेको। गाडीहरूलाई त्यतिकै भनेको हो। यही पछाडि हिँड्दैछ नि त्यो गाडीलाई भनेको गाई गोरु भनेर। त्यो भएर भने हो क्या तपाईँहरूलाई त कहाँ मैले झप्प लगाएर किस खाइहाल्नु पायो। अनि मेरो हाँसु चाहिँ कहिले यस्तै आउँछ कि खालको मिठो छ। झक्को छ मेरो साथी पनि होइन, म पनि झक्कै देख्छु होला। मन पऱ्यो भने सिधै आएर कमेन्ट मान्दिनँ। यो चाहिँ अर्कै खालको हाँसिया छ भर्खरै फेरि आउँछ है, पाराको आउँछ। आज हामी बाटोबाट जान्छौँ है। आज हामी बाटो जाने हो। अरू बेला हामी पार्कभित्रबाट चाहिँ सर्लकै रुमकै आज यो बाटैबाट हिँड्छौँ। अरू बेला हामी यताबाट हिँड्यौँ। आज हामी यहाँ बाटैबाट हिँड्छौँ। रमिता हेर्दै, गाई गोरु हेर्दै है। बाटोमा गाई गोरुहरू कुदिरहेछ। गाई गोरु हेर्दै म त धपाउँछु कहिले कहिले यिनीहरू गोरुहरूले। देख्नु भएन मैले त गाई गोरुहरू धपाएको है। सम्झीले धपाउनु हुन्छ बेला बेला। नेपालमा नि गाई गोरु धपाएको एक्सपिरियन्स रहेछ सम्झीलाई। यहाँ पनि बेला बेला धपाइरहनु हुन्छ। यहाँ पुरै मान्छेको त्यो के सम्झी हात गल्यो नि त। कहाँ गल्यो? भ्लगिङ गरेको यार, हात गल्छ यार। कस्तो सम्झी यो पकड्नु त म हात फेर्छु। कस्तो हात गरेको हो भने यार हात गल्छ कि ल। त्यसरी गलाउनु त भएन नि होइन। यसरी त फेरि औडा देखिँदो रहेछ नि त नि। त्यही त म त झक्क देख्दो रहेछ होइन। हो भने टाउको मात्र देखिने यार। म त अर्कै हाँसै गाई होइन। के गर्नु, हाम्रो ड्युटी अब यतिखेरै सिद्धिने हो। त्यो सम्झिला अब तपाईँको पाला। लुखर हिँड्दैछ हामी चाहिँ है। लुखर हिँड्दैछ त्यतिकै के काम छैन, डुलिया छ डुल्यो। गाई गोरु धपायो है। म त यता बिचतिर हिँड्नै दिँदैन गोरुहरूले। छ माले त्यो बिचमा चिटिक्क परेको गाईहरू आउँछ कि फेरि। कस्तो राम्रो गाईहरू आउँछ। कलुवा पनि आयो गयो त्यो, मलाई सल्लाह नगरेको। त्यहाँ ऊ गोरे चाहिँ त्यहाँ बसिरहेको छ डर लागेर। म देखेर डर लाग्नु पर्छ नि त, नभए त मैले भच्काइदिन्छ मुलालाई होइन त। अहिले भर्खरै भच्काइदिने हो नि। मैले पानी बोकेला हुन्छ अब बोक्छु भनेदेखि यता बोक्नु दिने होइन होइन नदिएर कहाँ गोरेलाई देखेर ए गोरे कलुवा गोरेहरू साप्रा देखेर बच्चा बोकेर हिँडेको छ छैन। मैले त्यतिकै भने होला, माफ गर्नु होला। पछाडि जुम्ल्या बोक्या छ। अब जिन्दगी त रमाइलो छ यार होइन। मेरो पनि हात गलेको हो कि के हो? गलेको होला अलिअलि गऱ्यो होला। अलिअलि गल्यो। अलिअलि गरे जस्तो लाग्यो। उनीहरूलाई हिँड्न दिउँ न। हाम्रो क्यामेरा ठुलो छ नि त, त्यही भएर गर्छ कि। अब ऊ त देखाउनु पऱ्यो त पर्दैन। अब यी मार्छ यता त। भर्खरको गाई रहेछ। गाई गोरु हिँड्दैछ यता त। भर्खरको गाई रहेछ। म पनि बिहाको रहेछ। अलिक टाँसिएर हेर्नु न, हिँड्नु न। फ्रेममै पर्नु भएन क्या सम। यस्तरी गर्नुहोस् क्या। हेर्नु त हामीले फ्रेममा परेको छैन भनेर मेरो साथीले एकदमै व्यापकै चर्चा दिइरहेछ। फुल फुलेखा हेर्नु त यहाँ। यो फुलले यहाँ के भन्छ, यहाँको इङ्ग्लिस भाषाबाट कुकुर फुल भन्छ। अहिले आएर फेरि अनि के बोल्छन् यार सम्झी यार। हेर्नु दाँत त सुनकै भइसकेछ नि नमाजेर त्यहाँ होइन सम्झी। हप्तामा एक दिन त हान्छु हौ। ए हप्तामा एकचोटि? मान्छेलाई 1 महिना हुँदै दाँत चिलाउँछ यार, उसको हप्तामा एकचोटि। गाइज हाम्रो यताको पार्क हेर्ने हो।
बबाल देखाएको थियो पार्क चाहिँ होइन कुकुर जस्तै कुकुरको ढाड जस्तो होइन बबाल सरक्क परेको सबैले भन्नुपर्दा बबालै छ नि बबालै यहाँ हिँडेको छैन होइन मलाई छुट्टै फिल घाम डुबिसकेछ कि घाम डुबेछ पानी पर्ला पर्ला जस्तो छ केही छैन भरे रातमा निकाल्छ घाम 12 बजे भिडियो चाहिँ बबालै बने है सम्झे भिडियो त बबाल बने पनि पऱ्यो नि त सम्झे बनेन भने त हाम्रो 1 लाखको कमाइ खेर गइहाल्छ सम्झे यार होइन 1 लाखको कमाइ आज कस्तो भर्खर है हात गलाइ समातेर त्यत्रो डल्लो क्यामेरा होइन नभए कहाँ हुन्छ हुँदैन नि हात गलेको गल्ला गल्ला क्यामेरा डल्लै छ त्यही भएर के गल्छ गल्छ हातको पावर अलि छैन ठुलो क्यामेरा किन्ने छ है अर्कोचोटिको किन्दाखेरि चाहिँ अलिक हल्का किन्नुपर्छ है हामीले अर्को पालि चाहिँ गोप्रो किन्ने भनेर सोचेको छ जापानिज ब्रान्ड निकाल्नुपर्छ यो चाइनिज ब्रान्ड त कस्तो भारी यार भारी म्याट ल सन्देश सकेँ ल मैले टुङ्गाएँ ल साथीहरू सबैजनाले एकसाथलाई नमस्कार टुङ्गायो हामीले यो भिडियो यहाँसम्म अब रात पर्यो गुड नाइट हामी खानासाना खाएर सुत्छौँ भोलिको ड्युटीको लागि नि शरीरलाई रेस्ट गर्नु पर्यो बाँकी भिडियो नेक्स्ट भिडियोमा पनि आउँछ होला सायद अर्कोचोटि फेरि बनाइयो भने होइन फेरि छँदैछौँ नि गच्छै आइहाल्छ नि ल ल ल ल बाई 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 गाइस जुम्मा